स्वागत छ साथीहरू मेरो युट्युब च्यानलमा। आज चाहिँ म बच्चाको काने टोपी सिलाउँदै छु साथीहरू। बच्चाको काने टोपी सिलाउनको लागि चाहिँ जसरी मैले सुरुमा चाहिँ यो टोपीको चाहिँ शिरघेरा सिलाउँदै छु नि, त्यस्तै तरिकाले हजुरहरूले पनि शिरघेरा चाहिँ सिलाउन सक्नुहुन्छ। यो शिरघेरा सिलाउँदाखेरि चाहिँ भित्री पल्लामा छुट्टै र बाहिरी पल्लामा छुट्टै सिलाएर तयार गर्नुपर्ने हुन्छ। मैले चाहिँ भित्री पल्ला सिलाएर तयार गरिसकेको छु। अब चाहिँ म बाहिरी पल्ला सिलाउँदै छु। बाहिरी पल्लामा पनि यही तरिकाले चाहिँ सिलाएर शिरघेरा चाहिँ सिलाएर तयार गर्नुपर्ने हुन्छ। यो भिडियो हेरेर चाहिँ हजुरहरूले पनि घरमा बसेर पनि यो बच्चाको टोपी चाहिँ सिलाउन सक्नुहुन्छ। यसरी यो शिरघेरा चाहिँ सिलाइसकेपछि भने हामीले यो भित्री र बाहिरी पल्लालाई चाहिँ राखेर चाहिँ हामीले अगाडिपट्टि यो टोपीको अगाडिपट्टि सिलाउनु पर्ने हुन्छ। यो टोपीको अगाडिपट्टि सिलाउनको लागि चाहिँ यो टोपीको अगाडिको सेन्टर पोइन्ट भित्री पल्ला र बाहिरी पल्लाको सेन्टर पोइन्ट चाहिँ मिलाएर राखेर सिलाउनु पर्ने हुन्छ। त्योभन्दा अगाडि चाहिँ हामीले चाहिँ यो टोपीको तलबाट 1.25 इन्च जतिमा चाहिँ एउटा चुटुक्क चुट्की लगाएर टोपीको दायाँ र बायाँ चाहिँ हामीले तुना राख्नुपर्ने हुन्छ। यो टोपीको तुना चाहिँ अगाडि नै राख्नुपर्ने हुन्छ। यो सिलाइ भाग लुकाउनु पर्ने हुनाले हामीले चाहिँ यो तुना अगाडि नै राखेर राख्न सकिन्छ, जसरी मैले राखिराखेको छु। यो तुना चाहिँ मैले सिलाएर तयार गरिसकेको छु। तुनाको लम्बाइ चाहिँ 8 इन्च जति राखेर राख्न सकिन्छ। यसरी दायाँ र बायाँ तुना राखिसकेपछि भने हामीले टोपीको अगाडितिरको भाग चाहिँ सिलाउन सकिन्छ। तुना सिलाउँदाखेरि चाहिँ लक गरेर सिलाउनु होला बलियो तरिकाले। यसरी यो तुना राखिसकेपछि भने यो टोपीको अगाडिपट्टिको सेन्टर पोइन्ट भित्री पल्ला र बाहिरी पल्लाको सेन्टर पोइन्टलाई चाहिँ मिलाएर राखेर एउटा टाँका लगाइदिनु होला। यसरी टाँका लगाइदियो भने चाहिँ कपडा यताउता सर्दैन, नसर्ने हुनाले टाँका लाउँदा राम्रो हुन्छ। यदि हजुरहरू सिलाइ सिक्दै हुनुहुन्छ भने पनि यो भिडियो हेरेर चाहिँ हजुरहरूलाई धेरै कुराको सहयोग मिल्छ जस्तो चाहिँ मलाई लागेको छ। यसरी टाँका लगाइसकेपछि भने हामीले यो टोपीको अगाडिको भाग चाहिँ बाहिरी पल्ला र भित्री पल्ला चाहिँ सिलाउन सकिन्छ। यसरी सिलाउँदाखेरि चाहिँ हामीले यो तुनालाई भित्र राखेर सर र भित्री पल्ला र बाहिरी पल्लालाई चाहिँ सिलाउनु पर्ने हुन्छ, जसरी मैले भिडियोमा देखाएको छु। यसरी सिलाउँदा चाहिँ तुना चाहिँ भित्री र बाहिरी पल्लाको बिचमा राखेर सिलाउनु पर्ने हुन्छ। जसरी मैले यहाँ तुना देखाएको छु नि, यो तुनालाई चाहिँ यसरी भित्र राखेर भित्र घुसारेर अनि सिलाउनु होला। यसरी यो अगाडि सिलाइसकेपछि भने त्यसपछि भने हामीले यो टोपीको चाहिँ तलतिरको मुजा हुन्छ नि, मुजा राख्न सकिन्छ। यो अगाडिपट्टि टोपीको अगाडिपट्टि चाहिँ म सिलाइ डबल हान्दैछु। बलियो सिलाइ बलियोको लागि डबल हान्न पनि सकिन्छ। अहिले हान्छु। अबको पालो भने यो मुजा राख्नको लागि चाहिँ मैले यो कपडा तयार गरिसकेको छु। कपडाको यो छेउछेउ चाहिँ सिलाएर तयार गरेर राखिसकेको छु। अब चाहिँ मुजा राख्न सकिन्छ। यो मुजा राख्दाखेरि चाहिँ जसरी मैले बाहिरी पल्लालाई भित्र राखेर बाहिरी पल्लालाई मात्रै राखेको कपडा राखेर चाहिँ मुजा राख्दैछु नि, सुरुमा चाहिँ हजुरहरूले यसरी नै मुजा राख्न सकिन्छ। यसरी मुजा चाहिँ बाक्लो पातलो आफूलाई कस्तो मनपर्छ त्यो अनुसारले राख्न सकिन्छ। यो मुजा राख्दाखेरि चाहिँ जसरी मैले सेन्टर पोइन्ट छुट्याएको छु नि, हजुरहरूले पनि त्यही तरिकाले सेन्टर पोइन्टमा चाहिँ चुटुक्क चुट्की लगाएर राख्न सक्नुहुन्छ। यो चुटुक्क चुट्की लगाएको भाग र टोपीको सेन्टर पोइन्टको भाग चाहिँ
एकै ठापमा एकै ठाउँमा चाहिँ आउनुपर्ने हुन्छ। यसरी मुजा राख्दै जाँदाखेरि चाहिँ मैले चाहिँ यो 3 महिनाको बच्चाको लागि बनाएको हुनाले चाहिँ मुजा चाहिँ मैले पातलो पातलो राखेको छु। यो कपडाको वेट बढी होला र बच्चालाई अलि गाह्रो होला भनेर मैले मुजा चाहिँ पातलो पातलो राखेर बनाएको छु। हजुरहरूलाई चाहिँ मुजा कस्तो बाक्लो पातलो कस्तो मनपर्छ त्यो अनुसारले राखेर बनाउन सक्नुहुन्छ। यसरी मुजा चाहिँ लास्टमा चाहिँ कपडा चाहिँ यसरी मिलाएर राखेर गर्न सक्नुहुन्छ जसरी मैले गरेको छु। यसरी मुजा राखिसकेपछि भने हामीले यो टोपीलाई नचलाइकन यो मुजाको भागलाई सबै कपडा टोपीको यो सबै कपडालाई चाहिँ भित्र घुसारेर जसरी मैले भिडियोमा घुसारेको छु नि त्यस्तै तरिकाले भित्र राखेर चाहिँ यो बाहिरी भित्री पल्ला राखेर सिलाउन सक्नुहुन्छ। भित्र पल्लाले चेपेर चाहिँ सिलाउन सक्नुहुन्छ। यसरी सर र भित्री पल्लाले चेपेर सिलाउँदै जाँदाखेरि चाहिँ हामीले थोरै भाग चाहिँ राख्नुपर्ने हुन्छ। थोरै भागको लागि चाहिँ लक गरेर सिलाइ लक गरेर चाहिँ थोरै भाग खुल्ला राख्नुपर्ने हुन्छ। त्यो खुल्ला भागबाट चाहिँ हामीले त्यो टोपीको भित्रको कपडाहरू चाहिँ फर्काएर चाहिँ बाहिर निकाल्नुपर्ने हुन्छ। अब चाहिँ हामीले यो खुल्ला भागबाट चाहिँ भित्रको कपडाहरूलाई बिस्तारै बिस्तारै चाहिँ फर्काउन सक्नुहुन्छ। यो फर्काउँदा चाहिँ हामीले बिस्तारै फर्काउनु पर्ने हुन्छ नत्र कपडा को सिलाइ चाहिँ फुस्किन सक्छ। यसरी बिस्तारै फर्काइसकेपछि भने यस्तो देखिन्छ र यो खुल्ला भागलाई चाहिँ हामीले बन्द गर्नुपर्ने हुन्छ जसरी मैले भिडियोमा बन्द गरेको छु। यसरी यति गरिसकेपछि भने हाम्रो लगभग टोपी चाहिँ तयार भइसकेको हुन्छ। अब चाहिँ हामीले यो अगाडिको फुर्का राख्न मात्रै बाँकी हुन्छ। यो फुर्काको लागि चाहिँ मैले यो पट्टी तयार गरिसकेको छु। यो पट्टीको चाहिँ मैले छेउछेउमा सिलाएर चाहिँ तयार गरेर राखिसकेको छु। यो पट्टी चाहिँ हामीले 2.5 इन्च चौडाइमा 2.5 इन्च र लम्बाइमा चाहिँ आफूलाई यो फुर्का कतिको बाक्लो पातलो कतिको मनपर्छ त्यो अनुसारले लिन सकिन्छ। यो फुर्का राख्ने बेलामा चाहिँ हामीले यो पट्टीको चाहिँ सेन्टर पोइन्टमा चिन्ह लगायो भने चाहिँ दायाँ र बायाँ कपडा बराबर आउँछ र फुर्का यो मुजा पनि बराबर आउने गर्दछ। र टोपीको सेन्टर पोइन्ट र यो पट्टीको सेन्टर पोइन्ट मिलाएर ल्यायो भने चाहिँ राम्रो हुन्छ। यो फुर्का राखेको पनि हेर्नु होला। फुर्का राख्दाखेरि चाहिँ हामीले कपडालाई दायाँ र बायाँ फर्काएर चाहिँ राख्नुपर्ने हुन्छ। यो टोपीको फुर्का चाहिँ यही दायाँ र बायाँ फर्काएर चाहिँ राखिन्छ। यो टोपीको फुर्का राख्ने स्टाइल चाहिँ यस्तै हो। यो फुर्का राख्दाखेरि अब कतिको बाक्लो पातलो कतिको मनपर्छ त्यो अनुसारले पनि राख्न सकिन्छ। मैले चाहिँ बच्चाको भएर चाहिँ अलिक पातलो पातलो नै राखेको छु। यदि हजुरहरूलाई चाहिँ बाक्लो मनपर्छ भने बाक्लो नै राख्नु होला। हजुरहरूले चाहिँ यो भिडियो कस्तो लाग्यो त्यो पनि कमेन्टमा भन्नु होला। हजुरहरू सिक्दै हुनुहुन्छ भने पनि हजुरहरूलाई यो भिडियोले चाहिँ हेरेर पनि धेरै कुराको सहयोग पुग्दछ। र मेरो टिकटकमा पनि मैले राखेको हुन्छु। त्यसमा चाहिँ स्पिडमा राखेको हुन्छु र यो मैले युट्युब च्यानलमा चाहिँ अलिक स्लोमा हजुरहरूले बुझ्ला भनेर चाहिँ स्लोमा राखेको छु। यसरी फुर्का राखिसकेपछि भने लास्टमा चाहिँ हामीले लक गरेर सिलाइ लक गर्न सकिन्छ र फुर्का राखिसकेपछि यस्तो देखिन्छ टोपी चाहिँ। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो भन्नु होला। यो टोपीको चाहिँ सबै सिलाइ भागहरू चाहिँ लुकेको हुनुपर्छ है, त्यो पनि भन्नु होला।